request on the stage Mr. Wengel Finjo from Edward Foundation. Mr. Wengel Finjo from Edward Foundation on the stage, please. And to felicitate him, I'd request Mr. Shubhodip Purakasto and Mr. Somnath Acharya from Rise Group to felicitate Mr. Wengel Finjo. I'd request him to deliver his speech addressing this event. Good afternoon, everyone. My name is Finjo Wengel Gurung. First of all, I would like to thank Rise Education for inviting me today. And I would also like to thank all the students जो यहाँनिर आउनु भएको छ है म पनि तपाईहरु जस्तै नै एउटा एस्पायरेन्ट थिए एक जमानामा मैले यूपीएससी को लागि 2008 देखि तयारी गरेको है almost 7 years of my life I spent preparing for UPSC. I've written prelims 5 times, given mains 3 times, and faced the interview board 2 times. दुईपल्ट तर अभाग्यवश सक्सेस हुनु पाएन. Having said that, त्यो सक्सेस नहुँदाखेरि नै म डिमोटिभेट भएन. I went forward and I started coaching students like you, aspirants like you. It's been 4 years that I'm coaching students, aspirants who are preparing especially for UPSC. Right? अन्त मलाई खुसी चाहिँ केमा लाग्छ भन्दाखेरि चाहिँ last 3 years देखि हाम्रो हिलको पर्फर्मेन्स UPSC मा एकदमै राम्रो छ. For the last 3 years कोही न कोहीले एक्जाम क्र्याक नै गरिराखेको छ है. So this is a very good sign. किनभने फर्स्ट अफ अल के थियो भन्दाखेरि यो एउटा मेन्टालिटी बनिसकेको थियो कि यहाँनिर हामी युपीएससी सक्दैन भनेर क्या. युपीएससी हाम्रो दिस इज नट आवर कप अफ टी. युपीएससी हामी सक्दैन भन्ने एउटा मेन्टालिटी बनिसकेको थियो. तर जुन चाहिँ यो लास्ट 3 इयर्सको हिल्सको पर्फर्मेन्स छ इट इज भेरी इन्करेजिङ. त्यो मेन्टालिटी बिस्तारी बिस्तारी ब्रेक हुँदैछ अहिले है. त्यसले गर्दाखेरि अब मलाई आशा छ कि विदिन द नेक्स्ट फ्यु इयर्समा यहाँबाट अझै एस्पायरेन्ट्सहरूले क्र्याक गर्नु सकिन्छ. यो एक्जाम तपाईँले हेरे पनि एक्सट्रिमली टफ एक्जाम हो. एउटा सानो स्ट्याटिस्टिक्स भनिदिन्छु तपाईँहरूलाई है. 2024 लास्ट इयरको एक्जाम हो. 13.4 लाख जनाले फर्म फिलअप गरेको थियो. अलमोस्ट 13.4 लाख. एन्ड those who cleared the prelims and went to the mains almost 14,627. भन्नुको मतलब 99% फर्स्ट स्टेजमा रिजेक्ट भइसकेको थियो. 1% मात्रै प्रिलिम्स क्लियर गरेर मेन्स पुगेको थियो. मेन्समा हेरे पनि तपाईँले मेन्सबाट इन्टरभ्यू राउन्ड पुग्दाखेरि जस्ट अराउन्ड 2,627 अलमोस्ट 2600 जना मात्रै मेन्स पुग्यो. मेन्सबाट इन्टरभ्यू पुग्यो. एन्ड फाइनली जब सिलेक्सन भयो है almost 11,144 jana. So 1,144 people finally got selected for the service by UPSC. भन्नुको मतलब यसको सक्सेस रेट इज एक्सट्रिमली लो. 0.085% सक्सेस रेट हो UPSC मा. भन्नुको मतलब तपाईले 1300 अलमोस्ट 1300 to 1400 पिपलले अप्लाई गर्दैछ भने एकजना सिलेक्ट हुन्छ. So success rate is extremely low. 0.085 is the success rate right now. So भन्नुको मतलब एकदमै टफ एक्जाम हो. बट अगेन हाम्रो नानीहरूले यहाँबाट क्र्याक गर्दैछ है. 2 जनाले यो पालि क्र्याक गर्यो. एउटाले आइपीएस पायो होला, अर्कोले आइएस नै पाइन्छ. सो तपाईले हेरे पनि 2 जना सेलेक्ट 2 जना मात्रै भयो. तर all India level मा हेरे पनि this is a big achievement. किन भन्दाखेरि चाहिँ every year UPSC ले 180 जना मात्रै आइएस छान्छ. 180 IAS every year. So त्यो 180 is for all the 28 states
8 union territories, 816 districts and 11 divisions, 28 वटा स्टेट, 8 वटा UTs, 816 वटा डिस्ट्रिक्ट र 111 वटा डिभिजनमा 180 जना मात्रै आइएस, त्यो मध्येमा 2 जना दार्जिलिङबाट निक्लिनु ठुलो कुरा हो. So again, if they can do it, you can do it too. सक्ने कुरा रहेछ हैन, everyone can do it. So this is tough. The exam is tough, but not impossible. गर्नु सकिन्छ, मेहनत चाहिन्छ. You have to work very hard, किनभने यो extremely difficult, one of the toughest civil service exams in the world. 3टा स्टेजमा यसको एक्जामिनेसन हुन्छ है, प्रिलिम्स हुन्छ, मेन्स हुन्छ एन्ड पर्सनालिटी टेस्ट हुन्छ. कुनै पनि राउन्डमा तपाईँ फेल भयो भने you have to start from the start. फेरि ब्याक तपाईले त्यो लुडोको 99 को साप जस्तै हो. माथि तपाईँ इन्टरभ्यू राउन्ड पुग्नु भयो अरे, इन्टरभ्यूमा फेल, अगेन यु हेभ टु स्टार्ट फ्रम प्रिलिम्स, मेन्स फेल, अगेन प्रिलिम्स. एकदमै आर्डुअस, एकदम डिफिकल्ट एक्जाम हो, बट इट इज नट इम्पोसिबल. मैले गरेँ, म इन्टरभ्यूसम्म पुगेँ है, तपाईँहरू पनि पुग्नु सक्छ. यति नै भन्दै मेरो यो सानो 2 शब्द यही नै समाप्त गर्दछु. थ्याङ्क यू. Thank you, sir, for your enriching speech. And now we will felicitate the students who have recently